आजको यात्रा रङ्गली रङ्गेटसम्मको वसुधा सुन्दरी कार्यक्रम जो विवाहित नारीहरूका निम्ति ब्युटी पेजेन्ट हो। आज त्यस कार्यक्रमलाई कभर गर्न आएको छु म यहाँ। नमस्कार तपाईहरु सबैजनालाई। म वसुधा सुन्दरीको फाउन्ड्रेस। हिँड्न त उहाँहरूले सानैमा सिकेको होला, तर क्याटवक चाहिँ ठुलो भएर पनि सिक्नु पर्दो रहेछ। एकदम राम्रो लागिरहेको छ। थ्याङ्क यू सो मच हामी जस्तो म्यारिड एउटा गृहिणीको लागि यति राम्रो सोलिदिनु भएकोमा, हाम्रो आँगनमा यति राम्रो सोलिदिनु भएकोमा थ्याङ्क यू सो मच मलाई कृष्णलाई। अनि हाम्रो टाढोमा भएको साथीभाइहरू फोनद्वारा भए पनि हाम्रो सो हेरिदिनुहोस् होला। अनि भोलि पनि हाम्रो वर्कसप हुँदैछ अनि सन्डे हाम्रो ग्रान्ड फिनाले हुँदैछ। कस्तो लागिरहेछ तपाईँलाई? एकदमै खुसी लागिरहेछ, एकदमै एक्साइटिङ छु होइन यहाँ उयो गर्नु लागि। अनि यसरी अब पहिलापल्ट आएको हामी होइन, तर पनि मजा आउँदैछ। आज त एकदमै खुसी लागिरहेछ मलाई। अब अरू जति पनि लेडिजहरू हुनुहुन्छ होइन, लेडिजहरू उहाँलाई चाहिँ के सन्देश दिनुहुन्छ? उहाँहरूलाई पनि अब म यही सन्देश दिन्छु, तपाईँहरू पनि आउनुहोस्, बाहिर निक्लिनुहोस् होइन। हामी जस्तै म त अब कहिले पनि बाहिर निक्लेको थिइनँ, तर पनि अब यो वसुधा सुन्दरीमा चाहिँ अहिले बाहिर निक्लेर चाहिँ मलाई एकदमै राम्रो लाग्दैछ। कस्तो लागिरहेछ ऱ्याम्प? एकदम राम्रो लागिरहेछ। नयाँ अनुभव पनि मेरो अझ नयाँ अनुभव। त्यसरी हिँड्ने होला नि पानी लागेर। म सुषमा प्रधान पक्दा क्यान्टोनमेन्टबाट र म यहाँ चाहिँ साथीको द्वाराबाट नै यहाँ चाडबाडा आएको हो यहाँ होइन। र आफूलाई प्रुभ गर्नुको निम्ति साँच्चै नै एउटा हिरा हारमा सजिनुभन्दा अगाडि कति छाटिनुपर्छ, काटिनुपर्छ र परिष्कृत हुनुपर्छ। सर्वप्रथम त नमस्कार सम्पूर्णलाई। मलाई चाहिँ मेरै गाउँको दाजु जो चाहिँ निलिमा दिदीसँग अट्याच हुनुहुन्थ्यो है, टर्म्समा हुनुहुन्थ्यो, उहाँले चाहिँ मलाई रेकमेन्ड गर्नुभयो है। अनि त्यही भएर चाहिँ म दाजुको थ्रुबाट चाहिँ दिदीलाई कल गरेँ। अनि चाहिँ अनि कस्तो भइरहेछ अनुभव? एकदम थ्रिल्ड है। अब नयाँ धेरै कुरो गरियो, तर अब यो आज आफ्नो ट्यालेन्ट है आफूलाई चिनाउने मौका पाएको छु। एकदमै एक्साइटेड छु, खुसी लागिरहेछ। प्र्याक्टिस धमाधम चलिरहेछ र पहिलो सेसन चाहिँ सक्यो। मैले सोचेको भन्दा चाहिँ साह्रो रहेछ ब्युटी पेजेन्ट भन्ने चाहिँ। हामीले टिभीहरूतिर देख्छौँ होइन, जुन चाहिँ त्यो फिनाले खालि देख्छ, तर त्यो पछिको जुन चाहिँ मेहनत छ होइन, कष्ट छ, सङ्घर्ष, त्यो चाहिँ आजै देख्नु मिल्यो होइन। बिहान 9 बजीदेखि हामी लागि परेको छौँ। म क्यामेरामा छु र साथै उहाँहरूले डान्स, क्याटवक होइन, थाकेर हत्तु भइसक्यो उहाँहरू होइन। अझै पनि सकेको छैन, 5 बज्न लागिसक्यो। एकदमै साह्रो हुँदो रहेछ होइन।
परिचयको लागि कति मिनेट अघि के सिकाएँ मैले टाइमिङ हुँदैन अघि के सिकाएँ तपाईँको कति सेकेन्डमा भन्न सक्नुपर्छ खासमा तर टाइम सर्ट एन्ड स्विट माइक दियो धन्यवाद नमस्ते हजुरहरूलाई के को भन्यो अब फेरि म्युजिक बज्छ हिँड्नमा त कहाँ रहेछ र बोल्नु पनि त सिक्नु पर्दो रहेछ यहाँ फेरि बोल्नमा त कहाँ रहेछ र नाच्नु पनि त सिक्नु पर्दो रहेछ यहाँ डान्सको प्र्याक्टिस धमाधम चल्दैछ र पार्टिसिपेन्ट्सहरू धेरै थाकिसकेको छ मलाई थाहा छ है किनभने बिहानदेखि उहाँले प्र्याक्टिस गर्नुभएको यसरी कति साह्रो रहेछ होइन ब्युटी पेजेन्ट भनेको सजिलो चाहिँ छैन साँचो थाहा पाएँ मैले घुम्नु बिस्तारो अब यताबाट भयो हरियाली देछन् पनि रातो खाना केही पनि मन परेन भन्देऊ न भन आज चाहिँ
मजा आयो हत्तु भएको थियो? हजुर हत्तु बसिरहेको थियो? रमाइलो छ। धेरै वर्ष बाद नाचेको तर मजा आयो हजुर कलेजमा नाचेको मात्रै हो त्यति यता चाहिँ अब स्टेज पर्फर्मेन्स गर्नु चाहिँ मन लागेको थियो डान्स प्र्याक्टिस एकदमै राम्रो एकदमै राम्रो भयो थाक्यो पहिला नाचेको डान्स गर्थ्यो पहिला हजुर साह्रो हुँदाखेरि नाचेको स्कुल पढ्दा कन्टेस्टेन्ट नम्बर 13 कता गयो भयो मैले कराएँ तर मेरो बानी यस्तै हो मान्छे नगर्नु किनभने कराएर हिँड्दैन सबैले जोडले अल द बेस्ट है तोड मेहनत गर्नु ल पाउनु पाउनु ठीक छ अल द बेस्ट प्र्याक्टिस गर्नु भोलि चाहिँ सिकाउनु नपरोस् वर्षौदेखि पखेटाहरू खुम्चाएर रहरहरू छातीभित्रै गुम्साएर घुम्नमा छन् कति जीवन कुनै वनफुल सरियौवन घुम्नमा छन् कति जीवन कुनै वनफुल सरियौवन जिन्दगीको हतारमा हराएछु कतै टुक्रा टुक्रा छरिएछु म जता त्यतै कति आगो बाँकी छ जान्न चाहन्छु म भित्र